होइन होइन यो पानीको बट्टाभित्र के हो दाइ यस्तै हो? यो अटो कब्जा भन्छ, अटो हिन्जेस भन्छ यसलाई। हजुर। हाम्रो इन्टेरियरको कामहरू गर्दाखेरि प्लाइवुड सम्बन्धी अब दराजहरू, किचनहरू, अब क्याबिनेटहरू बनाएको हुन्छ, त्यसकोमा हिन्जेस युज हुन्छ, त्यसकै लागि हो। अब मेन चाहिँ स्पेसल्ली हामी रिकमेन्ड गर्ने किचनको लागि अब यो चाहिँ SS 304 अब यो क्याटेगोरी हुन्छ एउटा प्योर एसएसको, त्यो पुरै कटेको। हामी लाइफ टाइम वाटरप्रुफ ग्यारेन्टी दिन्छौँ यो हिन्जेसमा। ए भनेपछि यो त अब यो पानीमै हालेर देखाउनुको अर्थ चाहिँ तपाईँको खिया नलाग्ने भनेर प्रमाण हो यो चाहिँ? हजुर हजुर, यो चाहिँ लाइफ टाइम हामीले बेच्न थालेको पनि यो 8 महिना हाराहारी भयो। हजुर। यो त्यही सेम पिस जुन युज भएको छ त्यही पिस अहिलेसम्म पनि यही छ। त्यसो भए दाइ अब यसको प्राइस के छ होइन, कति पर्छ? किन भन्दाखेरि एउटा घरमा त एउटा मात्र त मान्छेले अर्डर गरेर पुग्दैन होइन। जनरली एउटा सामान्य 4 कोठे घरमा मान्छेले यो कति पिस अर्डर गर्दा ठिक हुन्छ? अब सामान्य 4 कोठे घर भन्दा पनि भित्र इन्टेरियरको काम, दराजहरू, यो अब किचन ड्रर, ऱ्याकहरू भनौँ, त्यो कतिको छ अब त्यही अनुसारको युज हुने हो। अब इन्टेरियर काममै युज हुन्छ भनौँ न प्रायः। अब यो दराज, पलङ यताउताहरूमा भन्दा पनि मेन चाहिँ हामीले फोकस यो लाइफ टाइम ग्यारेन्टी चाहिँ किचनको लागि। यो किचनमा धेरै प्रब्लम, हाम्रो खिया लागेर भाँचिनेवाला प्रब्लमहरू आएको भएर यो त्यही प्रब्लम सल्भ गर्नको लागि नै हाम्रो यो प्योर एसएस लिएर आएको। भनेपछि यसमा लाइफ टाइम ग्यारेन्टी छ? हजुर। के गरी भाँची ओर्यो भने हजुरसँग आएर क्लेम गर्न मिल्ने हो यो प्रडक्ट? मिल्छ मिल्छ। कति छ यसको प्राइस? यो हाराहारी रेन्ज हाम्रो यसको अहिले 400 एराउन्डमा राखेका छौँ। अब त्यसमा क्वान्टिटी अनुसार यताउता अनुसार मिल्छ। भनेपछि अहिले चाहिँ तपाईँको नर्मल एउटा मात्र पिस लान्छु भन्नेको लागि कति रुपियाँ? अराउन्ड 400 रुपियाँ चार्ज हुन्छ। 400 रुपियाँ पर सेट। यो सेटमा आउँछ, एउटा सेटमा आउँछ। यो सेटमा चाहिँ के आउँछ यसमा? यो स्क्रु र त्यसको 2 पिसको सेट हुन्छ। अब यसको डिजाइन अनुसारको सेटहरू हुन्छ। हजुर। अब 0 डिग्री, 18 डिग्री, 8 डिग्री, हजुर, अनि 15 डिग्री, अब त्यही अनुसारको साइज अनुसारको कतिसम्म रोटेट गर्ने भन्ने मात्र होइन, यस्तो फ्लिप गर्दाखेरि कतिसम्म चाहिँ गर्न सकिन्छ भन्ने डिग्री हो। ए ओके, थ्याङ्क यू सो मच दाइ। हस्, थ्याङ्क यू।